नमस्ते दिदी अनि हजुरको शुभ नाम मेरो नाम उषाबिका हो एहे अनि यहाँ चाहिँ यो गाउँमा केमा बसिरहनु भएको छ कुनै एउटा पद छ कि कुनै संस्थासँग रिलेटेड एउटा म आमासँग अध्यक्ष महिला पनि छु जुनेली महिलाको अध्यक्ष महिला पनि छु हजुर अनि धेरै धेरै खुसी छ यो मन्दिर भएको हुनाले हामीले आज यो नाच देखेको छ एकदम एकदम हाम्रो यति मन्दिर भयो भने हामीले धेरै पूजा पनि गर्न पाउँला हामी व्रतको दिनमा एकदम 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 र यहाँले यो सुनिरहनु भएको छ यो डोजर अड्केको कुरा अनि मोबाइलको क्यामेरा बन्द भएको कुरा सब सुनेको छौँ हजुर हजुर यस्तो सुन्दाखेरि के विश्वास लाग्छ कि त्यस्तै हो नि एकदम एकदम ल उहाँले पनि आफ्नो विश्वास जाहेर गरिसक्नु भएको छ बुढाबुढी छ अब उहाँहरूको कुरा पनि सुन्यो अब बुढाबुढीहरूको कुरा पनि सुनिदिउँ एकछिन नमस्ते अङ्कल नमस्ते अनि हजुरको शुभ नाम चित्रबहादुर के चित्रबहादुर विकजी हुनुहुन्छ अनि हजुरले पनि सुनिरहनु भएको कुरा कि देख्नु भएको नि कुरा सुनेको नि हम देखेको एकदम एकदम भनेपछि यो कुरा चाहिँ साँचो हो साँच्चै हो एकदम निक्लिनु बाध्य अटा निक्लिजानु भयो एकदम हजुर हजुर जहाँ सुनि पोहोरमा निक्लिनु हो हजुर हजुर आज हामी निक्लिएर त हामीले सब पूजा गर्ने भयो एकदम हामीले नमस्कार गर्ने भयो सहायता दिन्छौँ हजुर र अब मैले पनि म एक्लैले आफ्नो परिश्रम म पसिना बगाएर म यहाँ मन्दिर उभोछु भन्ने सोचिरहेको छु र त्यसको लागि यहाँहरूले गर्ने सहयोग यहाँहरूबाट गर्नु एकदम हजुर यति नै भन्छौँ त्यसपछि एकैछिन आउने जाम कि एकैछिन नमस्ते अनि हजुरको शुभ नाम मतिराम के ए मतिराम दशरथजी हुनुहुन्छ अनि हजुर एउटा यहाँ युवा भएको हिसाबले यो गाउँको भएको हिसाबले अनि हजुरले यहाँ के बुझिरहनु भएको छ के यो अहिले यहाँ पूजापाठहरू भइरहेको छ हामीले गऱ्यौँ होइन हामीभन्दा अगाडि पनि 20 गतेदेखि नै लगातार यो उत्पन्न भइसक्यो पूजा भइरहेको छ अनि यो हिसाबमा यहाँ चाहिँ विश्वास जनविश्वासमा यो डोजरहरू अड्केको कुराहरू साँचो नै हो हजुर एहे तर हजुरहरूले त्यस धेरैको मुखबाट सुन्नुभयो हामीले छाडा कहाँ छ जहाँसम्म लाग्छ यो प्रयास गर्ने नै यो हामीले चाहिँ एउटा हिसाबले हामीले यो ठाउँमा के राख्दैछ भन्ने नि त्यो हाम्रो खुसी नै लागिरहेको छ त्यसैले चाहिँ एका पश्चिमबाट हामी जहाँसम्म लाग्छ राख्दैछ भने खुसी होला कि जस्तो नि हुन्छ यति मात्र कुराले हस् नमस्कार सहयोगदाताको नाम पनि त्यही भिजुअलमा गरौँ हजुर हजुर सहयोगदाताहरूको नाम थर उता सरलाई मतिराम दशरथी वडा नम्बर 1 गणबहादुर बोरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रु 1000 बुद्धिराम बुढा रु 1005 शिवलाल बस्नेत रु 1000 सुकमती बिक रु 500 मोतीलाल बोरा रु 1000 उषा बिक रु 100 मोतीराम दशरथी रु 1500 सहयोग गरिदिएको छौँ र खिरु बिक हाम्रो वाडा नम्बर 1 को पिएन काम गर्नुहुन्छ उहाँले पनि रु 50 रुपैयाँ सहयोग दिनुभएको छ र यो मूर्तिमा हामीले मन्दिर बनाउने भनेर एकदमै खुसियालीका साथ सहयोग गरेका छौँ र अझै पनि यहाँ लाग्ने मेटेरियलहरू पनि हामी सहयोग गर्नेछौँ भन्ने धारणा हाम्रो उसमा छ मनस्थितिमा छ धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो विद्यालय यसै विद्यालयका गणबहादुर बोरा हैन स्कुलको श्री जनज्योति निमाविका विवेशका अध्यक्ष हुनुहुन्छ म पनि यही नजिकैको स्कुलमा विद्यालयमा अध्यापन गराउँछु र त्यही भएर यहाँ चाहिँ उपस्थित यहाँ प्रकट भइसकेपछि यहाँ मूर्ति देखिसकेपछि म पनि केही गर्छु भनेर लिएर आएको छु यहाँहरूले मलाई सहयोग गर्नुभएको छ यहाँको थोरै किन सहयोगले मैले पनि एउटा सपनाको महल यहाँ चाहिँ मन्दिर स्थापना गर्न पाऊँ धेरै नै खुसी लाग्यो उहाँको सहयोगदाताहरूको नाम सुनाइसक्नु भएको छ त्यसपछि यहाँहरूले अरूले जति सहयोग गर्न चाहनुहुन्छ त्यो सहयोग पनि मलाई गर्दै गर्न सक्नुहुन्छ पर्सनल रूपमा र मेरो नम्बर मलाई पनि कल गर्न सक्नुहुन्छ मेरो पर्सनल नम्बरमा 98 44 90 14 95 एकचोटि फेरि नोट गर्नुहोस् 98 44 90 14 95 बाँकी यति नै यति भन्दै 98 44 90 14 90 14 14 95 95 योमा कल गर्छौँ हामी यो नम्बरमा मलाई कल गरेपछि
जति बेला पनि मेरो मोबाइल जस टावरले काम गर्ने ठाउँमा यहाँले मलाई पाउन सक्नुहुन्छ। यति भन्दै म पनि यो युट्युबको यो पर्दाबाट बिदा हुन्छु। हस्, धन्यवाद अनि नमस्कार। ताली बजाउँ त।